र यहाँनिर देख्न सकिन्छ साथीहरू, यहाँनिर पनि बाटो बिजोग छ, पुरै हिलै हिलो छ हैन। र अहिले म दाउनेमा छु। दाउनेदेखि पूर्व साइडतिर के कस्तो छ बाटोको अवस्था त्यो चाहिँ देखाउनको लागि आजको यस भिडियोमा आइसकेको छु यहाँहरूको माझमा। र देख्न सकिन्छ बाटो एकदमै खतम छ यार, बाटो यार पुरा लस्किरहेको छ, एकदमै जोखिमपूर्ण यात्रा रहेको छ यार। धुलो त छैन तर हिलो चाहिँ भएको छ क्या यहाँनिर। र उताबाट ठुल्ठुलो गाडीहरू आइरहेको हुन्छ, यता भने यो गाडी लस्केर हैरान गराउँछ यार हैन। सुक्खातिर लानु पर्यो अलि। ओ माई गड यार, यस्तो छ बाटो यार हैन। ओ माई गड, देख्न सक्नुहुन्छ यो दाहिने साइडतिर आरसीसी ढलान चाहिँ भइसकेको छ, कुनै कुनै ठाउँमा बाँकी रहेछ अझै पनि। यो गाडीहरूले गर्दाखेरि राम्रोसँग अपडेट गराउन पनि पाइएको छैन के, बोल्ने फुर्सद पनि छैन। एकदमै जोखिमपूर्ण रहेको छ बाटो हिँड्न पनि। र अहिले दाउनेबाट चाहिँ म यता पूर्वतिर दुम्कीबा साइडतिर लाग्दैछु साथीहरू। र देख्न सकिन्छ यहाँ फेरि पनि आरसीसी ढलान देख्न सकिन्छ हामीले। र यता आएर भने फेरि अर्को बायाँ साइडमा आरसीसी पाउन सकिन्छ भने अहिले म हिँडिरहेको साइडतिर भने आरसीसी ढलान गरिएको छैन, आरसीसी गर्न बाँकी नै रहेको छ। र यहाँनिर देख्न सक्नुहुन्छ नयाँ नयाँ आरसीसी ढलान गर्ने कार्य भइरहेको छ, देख्न सक्नुहुन्छ। बाटो एकदम खतम छ यार, पानी सिँचाइ गरेर पुरै सानसानो खाल्डोहरू भइसकेको छ हैन। क्यामेरामा त देखिएको छैन होला तर बाटो एकदम के सानसानो खाल्डाहरू भएका छन् यो पानी सिँचाइ गर्ने क्रममा। यहाँबाट फेरि उयो अवस्था छ, यहाँबाट त लान सकिन्छ कि सकिँदैन खै। यहाँ चाहिँ नयाँ आरसीसी ढलान गरिदिएको रहेछ, नभए यताबाट जान मिलिहाल्थ्यो हैन। मासाला कस्तो ल्याइदिएको यार, माला चाहिँ कस्तो गाह्रो छ, ल्याउनु नै गाह्रो छ यार। र यो बायाँ साइडको चाहिँ आरसीसी गर्न चाहिँ बाँकी नै छ साथीहरू, देख्न सक्नुहुनेछ। यहाँ ग्रेडरले चाहिँ सम्झाउँदैछ।
यहाँनिर देख्न सकिन्छ। कस्तो धुलो उडाएको यार, बोल्न नि गाह्रो। यही रहेछ पानी सिँचाइ गर्ने गाडी चाहिँ। र यता पनि देख्न सक्नुहुन्छ तपाईँले, बायाँ साइडमा चाहिँ आरसिसी हुँदैछ। यहाँनिर एउटा पर्खाल चाहिँ बन्दैछ दाहिने साइडमा हैन। यहाँ आरसिसी हुँदैछ। र छेउछेउमा चाहिँ छडहरू निस्किएको छ। यो चाहिँ एकदमै जोखिमपूर्ण छ यार, यात्रा गर्न त एकदम जोखिमपूर्ण रहेको छ क्या यो साइडमा त। यो छडहरू देख्नु भएको छ नि, यो साइडमा निस्किरहेको छ छडहरू, त्यसले गर्दाखेरि एकदम जोखिम बनाइदिएको छ। गाडीवालाहरू त केही नहोला, तर बाइकमा हिँड्नेहरूलाई चाहिँ धेरै नै गाह्रो छ। र यहाँ पनि देख्न सकिन्छ यतापट्टि यो साइडमा चाहिँ आरसी ढलान भइसकेको छ। र यता भने म हिँडिरहेको लेनमा चाहिँ अझै आरसिसी हुन बाँकी छ। र यसो हेर्दाखेरि कुनै अब दाहिने साइडको लेनमा आरसिसी गरिएको छ भने कुनै कुनै ठाउँमा बायाँ साइडतिर आरसिसी गरिएको छ। र किनभने एकैचोटि दुई साइडमा चाहिँ आरसिसी गर्न चाहिँ सम्भव चाहिँ छैन यो बाटोमा हैन, गाडीहरू पनि गुडिराख्नु पर्यो, जसले गर्दाखेरि सोही अनुसार नै
हरेक ठाउँमा एक साइडमा मात्रै प्रायःजसो आरसिसी भएको हामी देख्न पाउँछौँ र कुनै कुनै ठाउँमा मात्रै दुवै साइडमा दुवै लेनमा होइन चाहिँ आरसिसी गरेको पाउन सकिन्छ। र यहाँ पनि देख्न सकिन्छ ग्रेडरले चाहिँ मिलाउँदैछ उता आरसिसी ढलान गर्नको निम्ति। र यता पनि आरसिसीको लागि तयारी हुँदैछ साथीहरू, आरसिसी ढलान गर्नको लागि। यहाँनिर के को जाम लाग्यो यार। के को जाम लागेछ हौ यहाँनिर। ठिक छ यहीँनिर बसौँ न त अब। हामी त हिँड्न सकिहाल्छौँ नि यार, बाइकहरूलाई त हिँड्न चाहिँ गाह्रो छैन नि। यहाँनिर चाहिँ निर्माण कार्य हुँदैछ जसले गर्दाखेरि चाहिँ गाडी जाममा पर्नु पर्यो एकछिन होइन। यहाँनिर चाहिँ काम गर्दै रहेछ के एक्सकाभेटरले। त्यहाँबाट म चाहिँ अलिक फास्ट निस्किन सक्छु यो ट्रकभन्दा चाहिँ अलिक अगाडि चाहिँ जानु पर्यो। र यतातिर भने कुनै पनि साइडमा आरसिसी गरिएको छैन। र अब फेरि अलिकति अगाडि गइसकेपछि हामीले आरसिसी देख्न सक्छौँ यहाँनिर। यहाँनिर फेरि आरसिसी देख्न सक्छौँ हामीहरू। र दाहिने साइडतिर चाहिँ आरसिसी गर्नको लागि माटो समाउने काम सकिएको छ। त्यसपछि त्यही माथि ढलान गरिने होला अब। र ढलान चाहिँ एकदम बाक्लो नै गरिएको छ।
यतातिर भने अब ठाउँ ठाउँमा ढलान गर्दै गरेको दृश्य देख्न सकिन्छ। यहाँ मिलाउँदै हुनुहुन्छ होइन ढलान गर्नको लागि कामदार मित्रहरूले। र यो छेउमा भने नाली बनाउनको निम्ति चाहिँ माटोहरू खनेर चाहिँ साइडमा निकालिएको छ। यो बायाँ साइडमा र यो साइडमा देख्न सकिन्छ एकदम राम्रो सबै यता ढलानको काम चाहिँ सकिएको छ होइन। आरसी ढलानको काम चाहिँ पुरै र बाटोमा छेउछाउमा चाहिँ अब नालीको काम चाहिँ बाँकी रहेको छ। नाली पनि यता बनिसकेको छ सायद होइन। नाली पनि बनिसकेको छ यतातिर। हम नहीं रोकेंगे यार, यस्ता यो मान्छे बोकेर काम छैन। र यता पनि नालीहरू एकदम फोहोर रहेको छ। कस्तो चलाउँछ नि यार गाडी पनि त्यो र म त यताबाट नजाउँ कि क्या हो यार, यतैबाट गइदिन्छु न। अब हेरौँ के हुँदो रहेछ। यहाँ माथिबाट जाऊँ न त। आरसिसी हुँदा हुँदै किन उताबाट जाने यार, गड्याङ गुडुङ होइन। र यहाँ पनि देख्न सक्नुहुन्छ यस्तो छ, आरसिसी भइसकेको छ। यताबाट बाइक मात्रै हिँड्ने गरेको छ जस्तो लाग्छ होइन। ल यो आरसिसी त यहाँसम्म मात्रै रहेछ त यार। यहाँबाट फेरि तल झार्न मिल्ने ठाउँ छ कि छैन। फेरि यहाँबाट रहेछ अलिकति ठाउँ। बट औ यता पनि केही न केही त होला नि उपाय यार, कि छैन। र यो आरसिसीवाला यो माथिबाट गइदिउँ न त के छ र। यता त आइयो तर उता निस्किने ठाउँ छ कि छैन फेरि यार।
पुरै ट्रकहरू रोकेर राखेको छ यो साइडमा र यता भने फेरि पिच यो साइडमा होइन म हिँडिरहेको लेनमा चाहिँ पिच भइसकेको छ भने यता लेफ्ट साइडतिर चाहिँ पिच हुने काम बाँकी नै रहेको छ देख्न सकिन्छ। र फाइनली हामी अब दुम्की बास बजारमा चाहिँ प्रवेश गरिसकेका छौँ र दुम्की बास बजारमा पनि एक साइडतिर मात्रै पिचको काम सकिएको छ र कुनै कुनै ठाउँमा यता बायाँ साइडमा पनि पिचको काम भने गरिएको छ तर कम्प्लिटली दुवै साइडमा चाहिँ पिच गर्ने काम सकिएको छैन। र अहिले हामी चाहिँ डाइभर्जन हुँदै अब यहाँनिर अगाडि बिनै खोलामा त्यो जुन पुरानो पुल चाहिँ भत्किसकेको थियो र अहिले भने नयाँ बनिसकेको भए तापनि त्यसैको तलतिर अर्को त्यहीसँगै भनौँ अर्को दाहिने साइडमा चाहिँ बनिसकेको छ तर त्यहाँ अर्को के काम भइरहेको छ अहिले र उताको बाटो चाहिँ बन्द छ होइन। केही समय चाहिँ त्यो बाटो पनि हिँड्न मिल्ने चाहिँ भइरहेको थियो र अहिले नै भने फेरि बिनै खोलामा त्यो पुल चाहिँ बन्द गरिएको छ र हामी चाहिँ यो डाइभर्जन हुँदै जानुपर्ने अवस्था छ अहिले र यो बसहरू गइरहेको छ नि यता बायाँतिरबाट त्यही बाटो हुँदै जानुपर्छ र यता भने पुल चाहिँ यो पुरानो पुल होइन बायाँतिरको र अर्को साइडमा चाहिँ नयाँ पुल बनिसकेको छ तर त्यहाँ अझै के कामहरू बाँकी छ र काम भइरहेको हुनाले गर्दाखेरि अहिले फेरि डाइभर्जन प्रयोग गर्न बाध्य छन्। र अब हामी फेरि यहाँ खोला हुँदै ठ्याक्कै चाहिँ पुलभन्दा अलि अगाडि निस्किन्छ यो चाहिँ डाइभर्जन फेरि यहाँ पुल कटेर जानुपर्ने हुन्छ।
र फाइनली हामी फेरि त्यो बाटोमा आइपुगेका छौँ। र फाइनली देख्न सकिन्छ यतातिर एकदमै राम्रो पिच भइसकेको छ। दुवै साइडमा देख्न सकिन्छ होइन। विनय खोला पुल पछि यताको दृश्य हो यो पूर्व साइडतिरको विनय खोला जुन छ नि, त्यहाँ चाहिँ अर्को नयाँ पुलमा चाहिँ के काम भइरहेको छ होइन। त्यसले गर्दाखेरि त्यो बाटो चाहिँ बन्द गरिएको छ अहिले, पुलतिरको बाटो। र अहिले म चाहिँ यता अर्को डाइभर्जन प्रयोग गर्दै होइन, डाइभर्जन बनाइएको छ त्यहाँनिर, किनभने पुलमा चाहिँ काम भइरहेको कारणले गर्दाखेरि डाइभर्जन हुँदै आउनुपर्ने अवस्था रहेको छ यतिखेर। र यो भने हङ्सी सिमेन्ट जाने बाटो रहेछ यतातिर। र देख्न सकिन्छ अहिले दुम्कीबासदेखि लगभग 2 किलोमिटर अगाडि आइसकेपछि को दृश्य तपाईँहरू देखिरहनु भएको छ। बाटो एकदमै राम्रो पिच भइसकेको छ। र यो भिडियो मैले यहीसम्म नै राख्ने छु होइन आजलाई। र जो कोही साथीहरू नयाँ हुनुहुन्छ मेरो च्यानलमा, उहाँहरू सम्पूर्णले चाहिँ च्यानललाई सब्सक्राइब गर्नु होला र भिडियोलाई लाइक पनि गर्नु होला। र अहिले हामी चाहिँ दुम्कीबासदेखि 2-2.5 किलोमिटर अगाडि, 3 किलोमिटर नै होला समथिङ, 3 किलोमिटर अगाडि आइसकेपछि यो पछाडि चाहिँ हङ्सी सिमेन्ट रहेको छ। हङ्सी सिमेन्ट त्यो चोकमा अगाडि होइन, त्यहाँबाट चाहिँ हङ्सी सिमेन्ट भित्र चाहिँ जान सकिन्छ। हङ्सी सिमेन्टको जुन कम्पनी छ, म पनि जान त गएको छैन, तर त्यही चोकदेखि अलिकति अगाडि 400-500 मिटर अगाडि छु। र यति भन्दै आजलाई यो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। हस् त, धन्यवाद।